हेलो के छ यार ल त्यस्तो नभन्न यार अहिले ल आफ्टर भेरी लङ टाइम होइन भ्लग चाहिँ फाइनली युट्युबमा अपलोड भएको छ साथीहरू त्यस्तै हो कामको व्यस्तताले गर्दा धेरै पछि भ्लगहरू बनाउने आज चाहिँ चान्स मिल्यो आजको भ्लग चाहिँ स्पेसल हुन गइरहेको छ किन भन्दाखेरि हामी हाइकिङमा जाँदैछ मेरो साथीहरूलाई केटाहरूले त चिन्छ होला होइन मेरो स्कुलको साथीहरूले हेरेको छ भने यो चाहिँ मेरो बालपनको साथी होइन धेरै पछि भेट भएको छ र मैले सुन्तला लिएर जाने हो र यस्तो यस्तो पनि छ होइन पैसा हाल्नु चाहिँ कहाँ ल यो लएर जाने कुरा भयो होइन एउटा ल कति रे यसलाई 400 मा एउटा दुईटा तीनटा चारवटा पाँचवटा लाम सकिन्छ त गरौँ सानो बोक्न ठुलो भन्दा पैसा लिएँ नि त नि कोइन छैन मसँग ऐको कोइन फिर्ता भयो तँलाई दिए त सबै कोइन मैले ठुलो लाने कि सानो लाने सानो कस्तो फाल्यो今買わないとなくなっちゃうから。そうなのよ、そうなのよ。いや、多分なくならないと思うよ。今日の人数だと。あ、でもどうだ。だって小川屋さん行って帰りだったら夕方にする。あ、これですよ。छैन अन है त खिच्दै जानुपर्छ कि अनि बल्ल हुन्छ सुन्तला 300 मा लागेको रहेछ किन भन्दाखेरि अहिले चाहिँ माथि पहाड चढ्दै गर्दाखेरि खाना रमाइलो हुन्छ बाटोमा भोक लाग्न सक्छ के लाग्न सक्छ होइन त्यही गाज भ्लग चाहिँ अन्तिमसम्म हेर्दै जानु छैन रमाइलो हुने बेला छ दुईजना मात्र खासमा एकजना अर्को साथीलाई पनि इन्भाइट गरेको थियो होइन ऊ चाहिँ आफ्नो कामको व्यस्तताले गर्दा आउन पाएन भन्ने खबर सुन्यो सो अहिले चाहिँ म र ऊ मात्र ल आज कस्तो लाग्दैछ त भन्दै नि त अहिलेसम्म ठिक छ खप गइम त्यही त होइन रियल एडभेन्चरस बिगिन्स फ्रम हियर हो क्या ल के कस्तो हुन्छ बाटोमा देखाउँदै गइन्छ होइन हेर्दै गइन्छ त्यही त अब त्यसै छ ड्रोन पनि छ होइन सायद मिठो मिठो सर्टहरू पनि आउँदै गर्छ अन्तिमसम्म चाहिँ हेरिदिनु पर्छ है केटा अब ल सो गाइस होइन यस्तै छ सुरुको स्टेपहरू होइन माथि गएपछि अझै बवाल स्टेपहरू छ किन भन्दा लास्टै सुरुमा चाहिँ लास्टै गाह्रो छ वान टाइम चाहिँ म गएको छु होइन सेकेन्ड टाइम भनौँ न यो यस्तो पनि देख्न पाइन्छ जापानको यो देखिरहने ठाउँ सो होइन मेरो साथी चाहिँ खत्रै क्यामराम्यान हो होइन उसले बोकेको क्यामेरा लेन्स मात्र 4.5 लाखको भन्दै थियो होइन कसैको विवाह वर्तमान अथवा बर्थडे पऱ्यो भने चाहिँ फोटो खिच्नको लागि अथवा भिडियोग्राफीलाई उसलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ है पहिला लास्ट स्लिम थियो पनि होइन अहिले मोटाएर यहाँ भएको छ क्या फेरि हिँड्न सक्दैन कि भन्ने मलाई पिर लाग्यो नि त आफू पनि कहाँ हिँड्न सकिन्छ र होइन ल सो गाइज होइन यहाँदेखि चाहिँ केबल कारबाट जानुपर्ने हुन्छ किन भन्दाखेरि उहीँ माथिसम्म जाने बाटो नभएको त होइन होइन सबै हिँड्न त गाह्रै पर्छ नि त यहाँदेखि चाहिँ केबल कार चढ्छ सट्ट लगभग 200-300 मिटर होला यदि कोही हाइकिङ अथवा ट्रेकिङ वेमा आउँदै हुनुहुन्छ भने होइन त्यसको रुट अथवा त्यसको म्याप मैले डिस्क्रिप्सनमा तल राखिदिएको छु होइन एकचोटि हेर्नु होला है ब्लग खासै त्यति मान्छेहरूले भिड्दैन होइन त्यही पनि केही छैन आफ्नो लागि मेमोरिज हुन्छ पछिसम्मको लागि थाकिसक्यो यो हाँसेको हेर्नु कन्टेन्ट क्रिएटरलाई देखेर म हाँस्छु यार ठिक्क मलाई यहाँदेखि चाहिँ असली केबल कारको राइड सुरु हुन्छ धेरै पछि यस्तो ठाउँ देख्दा कस्तो मनै चललल्ल हुने यार ल केबल कार चढिसकेपछि यस्तो बवाल भ्यू देखिरहेछ है आमामा हावा पनि सरस्तल टाइपको ठिक छ यो मात्र डेस्टिनेसन होइन होइन यहाँदेखि माथि थुप्रै ठाउँमा जान बाँकी नै छ गाइज होइन सो अन्तिमसम्म रहिदिनुहोस् होइन केही छैन चिल गर्दै जाउँ न त सबैजना मिलेर अनि नेक्स्ट टाइम यदि तपाईँ खाना खावा हुनुहुन्छ अथवा जहाँसुकै हुनुहुन्छ नि यो ओयामा इसिआरमा पर्छ होइन
एकचोटि हाइकिङमा आउनु होला है त सबैजना सही रमाइलो ठाउँ छ म्यासिभ ठाउँ क्या सजावटहरू पनि कस्तो बवाल तरिकाले गरे कि होइन घर टाइपको स्टोनको पिलर भनौँ न एउटा हामी जानु लागेको ठाउँको तपाईँको म्याप चाहिँ यस प्रकार छ होइन यहाँ देख्न सक्नुहुन्छ 1252 मिटर हाई यसले पूजा गरेको अरे असली क्यामेराम्यान चाहिँ यो हो कि असली हाइकिङ चाहिँ यहाँ त्यसरी हुन्छ तपाईँहरूको ठाडै उकालो ल म चाहिँ गएँ ल ठाडै उकालो चाहिँ ख्याल गरे ल मरिन भने भेटौँ न ल साले ल सबैभन्दा सुरुको स्टेप चाहिँ यस्तो टाइपको छ होइन यस्तो गाह्रो होला जस्तो छ सुरुमा चाहिँ यस्तो आम्मामा सो गाइज वेलबाट चाहिँ होलबाट चाहिँ यस्तै हो होइन जङ्गलको बिचमा यस्तो टाइपको बाटो छ होइन ढुङ्गै ढुङ्गा साथी चाहिँ अघि यो साले मोटो भए पनि खुब हिँड्दो रहेछ यार यस्तै छ यी पछि थुप्रै मान्छे आउँदैछ अघि थुप्रै मान्छे जाँदैछ है हामी चाहिँ आफ्नै पारामा यतिको बुट भएन भने चाहिँ सकिँदैन है बल्ल तलको सिनारीहरू हल्का हल्का देखिँदै आयो राम्रो राम्रो होइन यो बुट अहिले पुरै छेकेको छ माथि गएर ड्रोन सट हान्ने प्लान छ होइन लेट्स सी वाट्स अप होइन यहाँ हुन्न कस्तो हुँदैछ भन्दैन त fucking well सकिन्छ त सकिन्छ गर्ने चाहिँ हो बाटो चाहिँ यस्तै छ है उबाट खडल होइन ओह्रालो भन्ने छैन उकालो उकालो यस्तो हाई छ भड्याङहरू होइन बस एकछिन बस के छ यो चाहिँ ल ओयामाको टपको हिरिगुची भनौँ होइन लगभग आइसक्यो जर्नी चाहिँ कस्तो लाग्यो नि रोहित तँलाई गाह्रै छ है ल यो असली बुद्धिस्ट ल यहाँदेखि चाहिँ अब लगभग 10 मिनटमा पुगिन्छ होला होइन माथि गएर 1 घन्टा जस्तो रेस्ट हुन्छ खाजासाजा खुवाइ हुन्छ होइन त्यसपछि मस्त बसेर मजाको भ्यू हेरेर टक्क फोटोसोटो खिचेर के हुन्छ कार्यक्रम गरेर पछि त्यसपछि बिस्तारै फेरि यही बाटो उक्लिँदा ओर्लिँदा हुन्छ भन्दै थियो माथि जाने पार्टीहरूले होइन के कस्तो हुन्छ ल त्यही हो बाटो चाहिँ अलिकति हिउँ पग्लिँदै छ गिद्दी छ गिद्दी हिलो बढी धन्न आज मौसम चाहिँ ठिक भयो होइन जुत्ताको हालत यस्तो छ माथि चाहिँ क्लिन छ होइन हल्का हिउँ चाहिँ अलिकति रहेको छ बाँकी छ ल आयो यात्तो कि मास्ता भन्दैछ अहिले होइन यात्तो कि मास्ता देखि मास्ता क्लाइम्बिङ गरेर सक्यो ल कस्तो लाग्यो तँलाई यहाँसम्मको जर्नी ल भन्दै फ्रेस भयो अरू फ्रेस भयो ल कति मिटर गयो कति मिटर थियो अरे 1260 1260 मिटरको हाइटमा आएर देखिने भ्यू चाहिँ यस प्रकार छ है त ल अहिले
ल टपबाट देखिने भ्यू चाहिँ यस्तो हो यो सब जापान हो होइन अब खानागावा कता पर्छ टोकियो कता पर्छ एक्ज्याक्ट भन्न अलिकति गाह्रो छ मलाई पनि होइन यो सब माथिबाट देखिने आज अन्त मौसम पनि फ्रेस तपाईँको होइन यहाँ तपाईँको हिउँहरू यताउति जमे तापनि माथि चाहिँ लगत तातो छ त्यस्तो चिसो छैन सही हो ल फाइनली वी मेड इट गाइज होइन भ्लगिङ इन त गर्नेलाई नै होइन जाने बेलामा त के भ्लग गर्ने त्यो आउँदै गरेको बाटो के देखाउनु त्यो पनि बिच बिचमा यो भ्लगिङ गरे पनि फेरि आउने दुई चारवटा क्लिप चाहिँ ल टपमा आउँदा कस्तो फिल भयो जस्ट 10 मिनट भयो नि पिस भयो पायो मात्र 10 मिनट अनि जति भयो नि यस्तो अन्त चढ्नु चाहिँ गाह्रो हो नि त सक्सेस भन्ने थोरै हुन्छ अरे क्या ल ठिक छ ल यही हो एउटा ल